हेलो एभ्रिवान, गुड मर्निङ। आजको बिहानीको मौसम यस्तो छ, बादलले भरेको, घाम खासै छैन। त्यसपछि मनभर सफा गरेर नुहाएँ, फ्रेस भएर देखाउँदैछु कि आफ्नो बडी सेप। अनि त्यसपछि हाम्रो सानो भान्जी आउनुभएको छ। अनि भान्जीलाई हेरेर माया गरेर काममा काममा गइसकेपछि अवस्था यस्तो पानी परिरहेको छ नि, डुबान काम भइसकेपछि अनि त्यसपछि अफिसमा गएर हिसाब किताब मिलाएर अब घर जाने बेला हो। घर जाँदाखेरि हाम्रो साथीहरूको हाम्रो म्यामहरूको भन्नु पऱ्यो, उहाँसँग हाँसो ठट्टा भइरहेको छ। घर गएपछि फेरि खाना पकाएर खाना चाहिँ मासु थियो। अनि म चाहिँ घर गएर मासु बनाएर अनि मासु आहा भन्ने हुन्छ क्या। त्यसपछि हामी खाना लागेको। हामी चाहिँ खाना भुइँमा खान्छौँ। छन त डाइनिङ टेबलहरू छन्, त्यत्तिकै हुन्छ क्या। हामीलाई चाहिँ भुइँमै खान मन लाग्ने खै किन हो, गाउँले मान्छे भएर होला नि है। अन्त मैले चाहिँ मासु देखाउँदैछु क्या, अनि कस्तो छ भनेर।